दुईवटा लासहरू, एउटा महिला र एउटा पुरुष। संयोग मिले जस्तो लाग्छ मलाई। दुवैजनाको मृत्यु फरक फरक ठाउँमा भयो, फरक फरक अवस्थामा उहाँहरूलाई फेला पार्यो, तर उहाँहरूको अन्तिम दाह संस्कार एकै दिन, एकै ठाउँमा, एकै तरिकाले हुँदैछ। यी व्यक्तिहरू अपरिचित हुन् हाम्रो लागि, र हामी यो व्यक्तिहरूको लागि पनि अपरिचित छौँ। उहाँहरूले हामीलाई चिन्नु भएन होला, हामीले पनि उहाँहरूलाई चिनेका छैनौँ, तर हामीसँग जोडिएको सम्बन्ध अस्पतालदेखि घाटसम्मको हो। परिचय खुलेको छैन, नाम खुलेको छैन, थर खुलेको छैन, आफन्त को हो, परिवार को हो, कहाँको व्यक्ति हो, के पनि थाहा छैन। तर हाम्रो संस्था व्यवहारिक व्यवस्थापन तथा पुनर्जीवन केन्द्र, जसले यही मानव हितका लागि कार्यहरू गर्दै आइरहेको छ। आज मात्रै होइन, लामो समयदेखि मृत्यु भई अल्पत्र परेका शवहरूको अन्तिम दाह संस्कारको कार्य गरी एउटा धार्मिक कार्यहरू गर्दै आएको छ। यी कुराहरूलाई हामीले बारम्बार भनिराख्नुपर्छ जस्तो मलाई लाग्दैन। हामीले दुईवटा शवहरूलाई पशुपति घाटसम्म ल्याएका थियौँ। उहाँहरूको अवस्था देख्दा धेरै दुःख लागेको थियो। दुईवटै लासहरूमा झिङ्गाहरू धेरै भन्किरहेका थिए। ती लासहरू कुहिसकेको हुनाले उहाँहरूको शवमाथि त्यसरी झिङ्गाहरू भन्किरहेको थियो। हेर्न व्यक्तिहरूले पनि धेरै थरीका कुराहरू गरिरहनु भएको थियो, तर उहाँहरूलाई के थाहा, मान्छेको मृत्यु जस्तो पनि हुनसक्छ। सबैको मृत्यु राम्रो हुन्छ भन्ने छैन। सबैले अन्तिम दाह संस्कारमा टन्नै मलामी अनि फुलमाला पाउँछन् भन्ने छैन। केही व्यक्तिहरूको मलामी हामीले पनि देखेका छौँ। चिता चारैतिरबाट सजिएको हुन्छ, फुलमालाले ढपक्क भएको हुन्छ। रुने मान्छेहरूको कमी हुँदैन, सलामी दिने मान्छेको कमी हुँदैन। दागबत्ती दिँदाखेरि लस्कर मान्छेहरू उभिनु भएको हुन्छ। तर यी व्यक्तिहरू यस्ता छन् जसले आफू जीवित हुँदाखेरि पनि आफ्नो परिचयलाई लुकाएर बस्नु परेको थियो। उहाँहरूको बास सडकमै थियो होला। उहाँहरूले आफू बाँचुन्जेल आफ्नो जीवनलाई सडकमै समर्पित गर्नुभएको थियो होला। त्यो कारणले पनि उहाँहरूले आफ्नो यथार्थ परिचयलाई खोल्न सक्नुहुन्न। हामीले धेरै व्यक्तिहरू देखेका छौँ जो सडकमा बस्नुहुन्छ। उहाँले आफ्नो वास्तविक नाम, थर र परिचय खोल्न चाहनुहुन्न, ताकि उहाँलाई कसैले पनि नचिनोस्, कसैले पनि उहाँलाई फलानुको मान्छे भनेर नभनोस्। त्यो कारण पनि मृत्यु पश्चात उहाँहरूको आफन्त भेटिँदैन,